नमस्ते सबैलाई र आज चाहिँ फेरि पनि एउटा च्याटविथ ओरेन्ज अफिसियल युट्युब च्यानलमा चाहिँ एउटा के त नयाँ टेस्टोमोनियल भिडियो चाहिँ हामी लिएर आएको छौँ र एउटा एकजना हाम्रो सरको चाहिँ एउटा पत्थरी थियो भनौँ र पत्थरीको रिजल्ट चाहिँ एकदमै राम्रो पाउनु भएको छ र यो चाहिँ कसरी ठिक हुनुभयो के खाएर हुनुभयो अलिकति म चाहिँ तपाईँले आजको भिडियोमा चाहिँ देखाउन लाग्छु। ओके हुन्छ सर है, नमस्कार सर। अनि के नाम हजुरको? मेरो नाम सुरेश दङ्गोरा सर। सुरेश दङ्गोरा होइन, यो कुन ठाउँ हजुरको? यो शुक्लाफाटा नगरपालिका वडा नम्बर 8-9 शुक्लाफाटा नगरपालिका वार्ड नम्बर 8 है हजुर। अनि यो चाहिँ नौखरी हजुर नौखरी। अनि तपाईँको के भन्छ समस्या चाहिँ के थियो? मलाई 6 वर्षदेखि किडनीमा स्टोनको समस्या थियो र त्यही 6 वर्षदेखि रेगुलर औषधि खाइरहेको थिएँ, केही पनि रिजल्ट भएको छैन सर। हस्पिटलको औषधि खाएर मतलब 6 वर्षदेखि तपाईँको पत्थरीको समस्या होइन किडनीमा? हजुर। कति एमएमको थियो? 5.7 mm। 5.7 एमएमको। अनि 5.7 एमएमको समस्या हुँदाखेरि तपाईँ मेडिकलको औषधि खानुभयो होइन? कुन ठाउँमा औषधि गर्न जानुभयो? मैले बिरगलमा 3 चोटि सर औषधि गरेँ, अनि धनगढीमा गरेँ, त्यहाँ पनि केही रिजल्ट भएन। पछि झलारीमा गरेँ, बिरगलमा झलारीमा गर्नुभयो होइन? हजुर। अनि डक्टरले खास के भन्यो? मतलब अब राम्रो हुन्छ भन्थ्यो सर। अब औषधि दिन्थ्यो, खासै केही पनि परिणाम भएन, केही पनि चेन्ज भएन औषधि खाएर। तर अनि तपाईँले अहिले चाहिँ के भन्छ डक्टरले त्यति भन्दाखेरि तपाईँले अनि के लागेको थियो? जस्तै कि भाइ म अब कुन ठाउँमा औषधि गर्न जाम जस्तो टेन्सन त हुन्छ नि त। अनि त्यसपछि अहिले चाहिँ कुन ठाउँको औषधि खाएर तपाईँले ठिक भयो? मैले चाहिँ यही सर, यही औषधि खाएर ग्लोबल ओरेन्ज नेपालको कम्पनी, हाम्रै कम्पनी। अनि यो औषधि चाहिँ कति महिना खानुभयो? यो औषधि सर मैले अहिले चाहिँ 3 महिना भयो सर। खासमा चाहिँ तर रिजल्ट चाहिँ कति दिनमा पाउनुभयो? 5 दिनमा सर निक्ल्यो सर। कति दिनमा? 5 दिन होइन? कति एमएम पत्थरी थियो? 5.7 एमएम पत्थरी भएको उहाँ चाहिँ एउटा के त तपाईँको 5 दिनमै रिजल्ट पाइहाल्नु। अनि 5 दिनमा रिजल्ट पाउँदाखेरि जस्तै कि पत्थरी चाहिँ पिसाबद्वारा निस्केको। हजुर सर। ल यो चाहिँ अहिले चाहिँ उहाँको हामी जुन किडनीमा पत्थरी थियो, स्टोन थियो, त्यो स्टोन चाहिँ निकालेको उहाँसँग आफैसँग छ। त्यो चाहिँ हामी देखाइरहेछौँ है। है देखाउनु त। यो चाहिँ तपाईँको पत्थर है। ओ यमजी नरम रहेछ, मतलब स्टोन यस्तो हुने रहेछ किडनीमा, यत्रो ठुलो थियो, पिसाबद्वारा निस्केको। दुईटा निस्केको थियो, एउटा चाहिँ हराइहाल्यो। दुईटा निस्क्यो तर एउटा हरायो, एउटा सानो। यति राम्रो रिजल्ट। वाउ। सो तपाईँहरू पनि यस्तै समस्या छ भनेपछि एउटा कि त यहाँको प्रोडक्टहरू अर्डर गर्न सक्नुहुन्छ। ओके। अनि अहिले चाहिँ पेट चाहिँ डुब्दैन त्यस्तो केही पनि केही हुन्न सर। कुन यौषधि खानु देखाउनु त तपाईँ? यही हो सर, नेप्रोफिट र टोटल एन्टिसेप्टिक। यो चाहिँ नेप्रोफिट है, र यो चाहिँ तपाईँको मेन किडनीको लागि हो। अनि त्यो एउटा टोटल एन्टिसेप्टिक यो चाहिँ तपाईँको लाइक एकदम किडनीलाई सहायता गर्ने काम गर्छ। यो दुईटा अरू पनि औषधि खानुभयो होइन? अनि यो खाएर तपाईँले के भन्छ